होइन हौ, यो कोरियामा सागसब्जी र फलफुलको प्राइस के साह्रो महँगो हो क्या। एउटा खरबुजाकै 39,800 वon, करिब 4,000 नेपाली। सो हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम टु माई अनदर न्यू मिनी भ्लग भिडियो। आज चाहिँ म साथीको रुममा आएको थिएँ अनि साथी भने चाहिँ टिकटक बनाउनमै पुरै व्यस्त थियो। साथीको चाहिँ खै के सामान किन्नु पर्ने रे अनि मार्टसम्म जाउँ न भनेर भन्यो उसले। अनि हामी दुईजना मार्टसम्म गए। अनि कोरियामा खानेकुराहरूको महँगाई के कस्तो छ भनेर देखाउन मन थियो तपाईहरूलाई। सो आज यो भिडियोमा राम्रोसँग हेर्नु होला है त। अनि जाँदै गर्दा कोरियनहरूको पुरै लाइन थियो। यो लाइन चाहिँ के को भन्दाखेरि मोमोको, तर नेपाली मोमो चाहिँ होइन है। अब कस्तो खाले मोमो भनेर चाहिँ थाहा भएन। भोलि पर्सि अब आफै खाएर देखाउने वाला छौँ तपाईहरूलाई पनि। अनि हामी चाहिँ फाइनली मार्टमा आइपुगे। मार्टमा छिर्ने बित्तिकै सुरुमै फलफुलहरू थियो र कोरियन प्राइसलाई चाहिँ नेपाली प्राइसमा चेन्ज गर्नको लागि चाहिँ केही गर्नु पर्दैन। लास्टको 0 नम्बर हटायो भने चाहिँ नेपाली रुपिस हुन्छ। स्ट्रबेरी एक बट्टाको प्राइस चाहिँ करिब 800 रुपियाँ थियो र 5 वटा सुन्तलाको 1000 रुपियाँ। यही नहीं, अभी और सुनिए। 3टा स्याउको 2400। दुईटा काँक्रोको 350 थियो। 4वटा प्याजको 450 रुपियाँ थियो। त्यसै गरी एक प्याकेट धनियाँको 500 रुपियाँ थियो। अरू भन्दा पनि खरबुजाको 4000 रुपियाँ। हे म त एन्ड लुक एट दिस, रामेन रामेन। दायाँ हेऱ्यो रामेन, बायाँ हेऱ्यो रामेन, रामेनै रामेन थियो यार। मलाई कोरियन रामेनहरू चाहिँ ठिक ठिकै मात्र लाग्छ, तर मलाई मन पर्ने भने चाहिँ यो हो बोनस चाउचाउ। अनि साथीलाई चाहिँ के चाहिएको होला खोजै थियो। अनि हामी चाहिँ फाइनली मार्टबाट बाहिर निस्किए। अनि साथी खोइ तिमीले के किन्यो भनेको त। अनि हामी चाहिँ रुमतिर लागे। अनि जाँदै गर्दा अझसम्म पनि कोरियनहरूको पुरै लाइन थियो मोमोको लागि। साथीको रुममा पुगिसकेपछि चाहिँ साथीलाई बाई भन्दै म चाहिँ आफ्नो रुमतिर लागे। अनि जाने बेलामा मैले ब्रेड पसलबाट ब्रेडहरू पनि लिएँ। अनि अन्डा पनि सकिरहेको थियो अनि मैले 1 क्रेट अन्डा पनि लिएँ। र त्यही हो, आफ्नो खाना खर्च चाहिँ बचाउनु मन छ भने चाहिँ मार्ट भन्दा बजारबाट किन्दा एकदम राम्रो र सस्तो हुन्छ। र मैले पनि मार्ट भन्दा पनि प्राय धेरै जस्तो चाहिँ बजारबाटै किन्ने गर्छु। सो आजको लागि चाहिँ यति नै थियो। भिडियो मन पर्यो भने डु नट फर्गेट टु लाइक एन्ड फलो। अर्को नेक्स्ट भ्लग भिडियोमा भेटौँला। अहिलेको लागि चाहिँ बाई बाई।